खुसी हुन्छ, अर्कोतर्फ विदाईमा तिमीहरूले विदाई सुनेको होला। कसको विदाई हुन्छ? विदाई हुन्छ कसको? कर्मचारी हुन्छ, स्वर्ग भएर जान्छ, त्यसको विदाई हुन्छ। सरहरू हुनुहुन्छ यहाँ, उहाँहरू स्वर्ग भएर अन्त जानुहुन्छ पनि हामी विदाई गर्छौँ। तर यो कार्यक्रम मात्र यो 9 कक्षाको विद्यार्थीले विदाई गरेको छ। तिमीहरूले विद्यालय छोडेको छैन। विद्यालय कुन बेला छुट्छ? जसरी एउटा सानो उदाहरण भन्छु, बिहेमा विदाई हुन्छ, छोराको विदाई हुन्छ, छोरीको विदाई हुन्छ, केटीको विदाई हुन्छ। जब विदाई हुन्छ, विदाई भएर आफ्नो घरतिर लाग्छ, आफ्नो घर छोडेर अब अन्यत्र घरतिर जान्छ। यदि बाई देवी त्यो केटी यदि कुनै समस्यावश फेरि आफ्नो माइकेमा नै बस्न उसलाई बाध्य भयो भने उसलाई कति दुःख लाग्छ त्यो सोच्नुवाला कुरो छ। कति आमा बुवालाई कति दुःख लाग्छ कि लाग्दैन? बिहे गर्यो तर राख्नुपर्ने आफ्नै अवस्था छ। त्यो अवस्थामा आमा बुवालाई जति दुःख लाग्छ नि, त्योभन्दा बढी दुःख, जति समस्या आए पनि दुःख लाग्नेवाला छैन, लाग्दैन। तपाईहरु तिमीहरूले यो 10 वर्षसम्म यो विद्यालयमा विद्यार्थीहरू बिच पनि केही खाना भयो होला, हातपात पनि भयो होला। सरहरूले तिमीहरूको जीवन बनाउनको लागि सरहरूले केही अशब्द पनि बोल्नु भएको होला। त्यो सबैलाई आज बिर्सेर कि सर आफ्नो दिलबाट हटाएर यहाँबाट जे जति सकारात्मक कुरो छ त्यो नै लिएर जाने। अनि आउँदो यो चैत महिनामा जुन एसएलसी भइराखेको छ त्यसमा पनि आफूमा भाइचाराको नाता लगेर मिलाएर परीक्षामा सहभागी हुने। अब परीक्षामा एकचोटि यसै विद्यालयका विद्यार्थीहरूले एकअर्कोलाई कापी च्यातेको पनि हामी सुनेका छौँ, झै झगडा गरेको पनि सुनेका छौँ। त्यस्तो कुरा त्यहाँबाट नराम्रो सन्देश कहाँ नपुगोस्, किनभने परीक्षा दिन तिमीहरू जान्छौ, मलाई नै त्यसको